हाई गाइज आज चाहिँ म आफ्नो ग्रेजुएसन डेको लागि रेडी भइरहेछु। सो म चाहिँ एकदमै मिनिमल गर्न जाँदैछु है। फर्टै मैले चाहिँ स्किन केयर सेरम लगाउँदैछु। सेरम लगाएपछि यस्तो बिग्रियो हेर्नु न स्किन यस्तो। अनि मोइस्चराइजर लगाएँ। अनि वाट आई फिल कि टु एजुकेट समवन एन्ड टु बी एजुकेटेड इट्स नेभर टु लेट है। किनभने अब ज्ञान पाउन र ज्ञान बाँड्नलाई कुनै एज बााउन्ड्रिज हुन्छ जस्तो मलाई लाग्दैन। तपाईँहरूलाई कस्तो सोच्नुहुन्छ है खै। तर अब म बुढो भएँ, म पढ्दिनँ, म यस्तो गर्दिनँ, म अब सक्दिनँ होला भन्ने त तपाईँहरूले त्यस्तो नसोच्नु। हुन त म बुढी भएको होइन है, मेरो नै हो टाइम। तर जे होस् मलाई फिल लागेको कुरा चाहिँ मैले भने त्यही भएर चाहिँ म आज आफ्नो ग्रेजुएसन सुटको लागि चाहिँ रेडी हुँदैछु। सो लेट्स गेट रेडी विथ मी है। ग्रिन ब्युटीको हाइड्रेटिङ प्राइमर लगाउँदैछु, हल्का जोई बेस त म एकदमै लाइट गर्न लाग्छु। मेरो साडी चाहिँ मैले फाइनलाइज गरेँ होइन, मेकअप गर्छु अनि दुईवटा साडी छ, त्यो दुईवटामै कुन लगाउने अनि त्यही हेर्नु पर्ला भनेर केही गरेको पनि छैन। लास्टसम्म हेरौँ न मेकअप कस्तो हुन्छ हामी है गाइजहरू। सो तपाईँहरू पनि कहिलेको हो, मेरो चाहिँ खास यस्तो हो, मेरो 1 वर्ष लेट भयो। त्यही भएर मलाई अब रट हुने मान्छेको है ढेलो भए पनि सुट गरौँ भनेर मलाई चाहिँ सुट गर्नु मन लागेर हो। मेसिन लगाउनु पर्ला फ्युचर मेकअपको। अनि यो चाहिँ मेरै सेड हो, मिक्स म्याक्स नै गर्नु पर्दैन। त्यही भएर म चाहिँ प्रायः जस्तो यही लगाउँछु। त्यो हातले नै गर्छु आफ्नो लागि चाहिँ म हातले नै गर्छु। अब लागि त अब कम्फर्टेबल मान्दैन। सो मैले सधैँ सुरुमा आइब्रोहरू यो आई मेकअप गरेर चाहिँ मलाई बल्ल यो बेस चाहिँ गर्न मजा लाग्छ। तर आज चाहिँ मैले डाइरेक्ट यो गरेछु। मेरो त युट्युब च्यानल पनि छ, तर मैले त्यति भ्लग हाल्दिनँ। गर्न चाहिँ मन लागेको छ। अब भ्लग मलाई अलिक बोल्नै आउँदैन क्या, त्यो बोल्न आयो भने चाहिँ म भ्लग हाल्छु भन्ने सोचिरहेको छु। सो मलाई चाहिँ सपोर्ट गर्नु होला। खास मैले अहिलेसम्म थ्रेडिङ पनि गरेँ होइन गाईहरू मलाई, किनभने मेरो बाक्लो छँदा पनि छैन, मैले अहिलेसम्म थ्रेडिङ पनि गरेँ होइन कि। यहाँ चाहिँ मैले बोल्न बिर्सेछु के भ्लग बनाउँदैछु भनेर, बानी नभएको है के त्यही नै हो गाइज यार, मेरो भ्लग पनि छ, युट्युब च्यानल पनि छ, जे पनि छ, तर केही भाइरल छैन। भाइरलै छैन कि भाइरल भइदिएँ यार एकचोटि यार, मलाई कस्तो मजा आउँथ्यो अनि भाइरलै नभइदिने कि म दिक्क लाएर। मलाई त ब्लस त जति पनि मनपर्छ है गाइस, मेरो चाहिँ ब्लस हो। ब्लस चाहिँ फेभरेट पावर, एकदमै सिम्पल क्लिन गरेछु मैले मेकअप। कस्तो लाग्यो, ठिक लाग्यो। मेरो कपाल बिग्रिसक्यो, अहिले खोल्यो कपाललाई त। अनि आइज मेकअप गर्नुभन्दा थोरै यो वाटरलाइन हल्का ब्राउन कलरको हुँदै चाहिँ म सेट गर्नु पर्यो है गाइजहरू। एकदम हल्का सफा गर्छु कि यसरी। हामी चाहिँ मन पर्दैन कि चाहिँ यो मैलाको ब्राउन गाजल आइलाइनर लगाउँछु, किनभने मलाई कालोभन्दा ब्राउन नै मनपर्छ कि आइलाइनर। मैले त्यही सेम काजल चाहिँ तल र माथि लगाएर हल्का स्मज गरेँ। अनि ल हेर्नुहोस् त कस्तो सिम्पल देखेछ। अब मस्कारा लाउँछु अनि हामी डन। मस्कारा लिपस्टिक लाइक स्याम डन। म चाहिँ फाइनल लुक चाहिँ हजुरलाई लास्टमा देखाउँछु। म चाहिँ हल्का ब्राउन कलर गाजल लाग्छु अनि हल्का ब्राउन आई स्याडोले गरेर अनि हल्का इनर कर्नरमा चाहिँ हल्का लाइट, एकदमै लाइट कलर यो गरेको छु। दिस इज माई फाइनल लुक। अब मैले साडी लगाएर अनि हजुरलाई फाइनल लुक देखाउँछु। थ्याङ्क यू गाइस। ओ दिस इज माई फाइनल लुक गाइस। कस्तो भयो भन्नु।